हेलो सर, नमस्कार। नमस्कार नमस्कार। आज हामी दाजुभाइ चाहिँ बर्दुवीतिर जाँदैछौँ। आजको खास बर्दुवीमा के काम छ हाम्रो? मूल उद्देश्य के हो त्यहाँ पुग्नुको कारण? मूल उद्देश्य लगभग हाम्रो नलपुर सेवा समाज युए को उता 12 यता हो भनेपछि तपाईको लगभग तपाईको 18औं भेलाको लागि आज हामी बर्दुवी जाँदैछौँ। नलपुरवासीहरूको बाक्लो उपस्थितिमा रहेर आफूमा रहेका जिज्ञासा समस्याहरू पस्किँदै संस्थालाई सशक्त रूपमा अगाडि बढाउँदै सशक्तिकरणको रूपमा त्यसरी नवलपुरीहरू एक ठाउँमा जमघट हुने दिन महिनाको दोस्रो हप्ता जहिले पनि हामी दुवैमा भेला हुने, दाजुभाइहरू भेट्ने, दुःख सुख साट्ने र दुःख सुख बिसाउने एउटा चौतारीको रूपमा हामीले नवलपुर समाजको एउटा सङ्गठनलाई लिएका छौँ र त्यसको लागि अहिले तपाईँ लगायत म जाँदैछौँ। भनेपछि आज नवलपुर समाजको सबै परिवारहरू त्यहाँ भेटघाट हुन्छ। बाक्लो नवलपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूको भेटघाट हुन्छ ताकि नवलपरासीको पछिल्लो चरणको पूर्व सुस्ता भन्दाखेरि नेपालको कान्छो जिल्ला भनेर कहलाउँछ। कान्छो जिल्ला भन्ने बित्तिकै सुस्ता नवलपरासीको पूर्व सुस्तामा रहेको यो गैँडाकोटबाट यता र दुर्गीवास विनय त्रिवेणीबाट उता रहेका जुन बिचको भागलाई हाम्रो नवलपरासी पूर्व सुस्ता नवलपुर भनेर चिनिन्छ र त्यहाँ त्यो जिल्लाभित्र रहेका तमाम दाजुभाइ तथा दिदीबहिनीहरू जो पनि युएमा काम गर्दै आउनुभएको छ उहाँहरूको एउटा सङ्गठनको रूपमा नवलपुर समाज युए स्थापना भएको छ। भोलिका दिनमा भइपरि आउने दुःख सुख र अन्य कुराहरूबाट सशक्त रूपमा अगाडि बढ्नको लागि, शिक्षा क्षेत्रलाई अझ उद्यम अगाडि बढाउनको लागि र सिपमूलक कामहरूलाई योजना गर्नको लागि र आफूले जानेको कुराहरूलाई सिकाउनको लागि यदि कोही पनि अगाडि बढ्न चाहनुहुन्छ एउटा सशक्त भएर पनि उहाँहरूको लागि अत्यन्तै एकदम फाइदामूलक रूपमा यो संस्था स्थापित भएको छ ताकि हाम्रा अग्रजहरूले एउटा नवलपरासी सेवा समाज भनेर यसलाई स्थापना गर्नुभएको थियो भने पछिल्लो चरण सुस्तामा नवलपरासी परिणत भइसकेपछि यसलाई दुई भागमा विभाजन गरियो। पश्चिममा परासी सेवा समाज युए भनेर नामाकरण गरियो भने पूर्वमा नवलपुर सेवा समाज युए भनेर नामाकरण गरियो र पछिल्लो चरण पश्चिम सुस्ता नवलपरासीले पुनः त्यो नामलाई नवलपरासी सेवा समाज पश्चिम सुस्ता गरेर नामाकरण गरेको छ र हामी यथावत नवलपुर समाज युए भनेर नामाकरणको एउटा छाताको भित्र रहेर युएमा भइपरि आउने दैविक प्रकोप, स्वास्थ्य शिक्षामा एकदमै कमजोरमूलक रहेको आफ्नो नवलपुरभित्रको स्थानहरूलाई अलिकति समेटेर आफूले सक्दो र सक्ने खालको संस्थाभित्र सबैको एकीकृतता जनाउँदै सहयोग गर्ने हेतुले स्थापित एउटा संस्थाको रूपमा नवलपुर समाज युए स्थापित छ। युए हजुर, अनि हजुरको कार्यकालमा अहिले यो के अरे नवलपुर समाज के अरे समाजबाट दुवैबाट के कस्तो कामहरू गर्नुभयो त नाल सर? नवलपुर सेवा समाजको पहिला कुरा त एउटा मेरो कार्यकाल हाम्रो नवलपुर समाजका संस्थापक अध्यक्ष, त्यसपछि दोस्रो कार्यसमितिमा हाम्रो कार्यवाहक सम्पत थापा, त्यसपछि तेस्रो कार्यकालमा सम्पत थापाजी रहनुभयो। उहाँको कार्यकालमा म महासचिवको भूमिका निर्वाह गर्दै अहिले मेरो 25-26 को मेरो कार्यकालमा मैले विशेष त मैले नेपालको एकदमै विपन्न विद्यालयहरूलाई अक्षय कोष निर्माण गर्नुपर्छ भनेर एउटा भन्ने हेतुले अहिलेको 1 वर्षको कार्ययोजना अनुसार 10वटा स्कुलमा अक्षय कोष निर्माण गर्नुपर्छ भन्ने एउटा हेतुले लगभग हाम्रा त्यसमा 70% जति अक्षय कोष निर्माण भइसकेको छ र बाँकी हाम्रा समाजका आजीवन सदस्यहरू नेपाल गएको अवस्था नमिलेको कारणले गर्दा त्यो स्कुल गएको बेलामा स्कुलहरू खुला नभएको कारणले गर्दा त्यसलाई अलिकति कम्प्लिट गर्न पाइएको छैन एउटा। र अन्य कुराहरू अब अझै हामीले समाजमा देखा परेका र अत्यन्तै दुःख अवस्थामा आर्थिक रूपले घर परिवार र युएमा पनि दुःख परेका र समस्यामा आएका, घर जान नसकेका त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्ने हेतुले प्रस्तावित कुराहरूलाई हामीले मनन गर्दै अगाडि बढिरहेको अवस्था छ र
विशेष त मेरो कार्यकालमा मैले स्वास्थ्य र शिक्षाको लागि विशेष पहल गरिरहेको छु र जति सकिन्छ नवलपुरभित्रको 4वटा गाउँपालिका र 4वटा नगरपालिकाभित्र रहने हुन त हामीले यहाँबाट दिएर सानो रकमले केही हुने होइन एउटा उदाहरण र अन्य देशहरूमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूले पनि आफ्नो देशभित्रको शिक्षालाई बढी मात्रामा प्रोत्साहित गरियो बालबच्चाहरू साक्षर बने भने देशले काँचुली फेर्न सक्छ र शिक्षा नै एउटा जीवनको मूल आधार हो भन्ने एउटा लक्ष्यले मैले विशेष त मेरो कार्यकालमा जति सकिन्छ हाम्रो कार्य समितिले आर्थिक कति सङ्कलन गर्न सकिन्छ त्यो हिसाबले हामीले चाहिँ शिक्षाको लागि नेपालको विपन्न विद्यालयहरू विपन्न ठाउँहरूमा विद्यालयहरूमा रहेका विद्यार्थीहरू जुन एकदमै अनाथ छन् जसले आफ्नो खर्चलाई पनि चलाउन सकेका छैनन् त्यसको लागि छात्रवृत्तिको रूपमा सो अक्षय कोषबाट आउने फाइदाबाट उहाँहरूले लाभ लिने गरी एउटा नवलपुर समाज संरक्षित रहेर त्यो अक्षय कोष निर्माण गर्ने एउटा हेतुले हामी अगाडि बढिरहेका छौँ जहाँसम्म यो कार्यकालमा अब कति गर्न सकिन्छ र आउने कार्यकालमा जो पनि साथीहरू आउनुहुन्छ पुनः त्यसलाई पनि निरन्तरता दिँदै अन्य कुराहरूमा समस्याहरू देखा परेका र हामीले गर्न सक्ने प्रवासी भूमिबाट हामीले चिन्तन गरेर गर्न सक्ने चिजहरूलाई सम्पूर्ण इन्टायर नवलपुर समाजलाई जमघट गरेर अगाडि बढ्नेछौँ। भनेपछि अब नेपालबाट कतिपय मान्छेहरू दलालले ठगेर भिजीभिसामा आएको हुन्छ यहाँ आएर अब काम पनि पाउँदैन दुःख आपत परेको हुन्छ त्यतिखेर हजुरको नवलपुर समाजले अब केही सहयोग गर्छ होला नि सर? यस्तो हुन्छ अब भिजिटमा भनेर त एउटा नेपालबाट भिजिटमा दुबई आउनु भनेको एउटा आफूसँग अर्थतन्त्र नभइकन कोही मान्छे भिजिटमा आउँदैन। साँच्चै नै भिजिटमा भन्दा पनि कोही कामको सिलसिलामा युए आउँछ अनि त्यसले साँच्चै उसको घरको अवस्था दयनीय छ अनि त्यसपछि यहाँ आउँदाखेरि पनि उसले भने जस्तो भएन उसलाई सहयोग गर्नुपर्ने अवस्था आयो। अब मानौँ न आर्थिक रूपको मात्रै सहयोग हुँदैन इभन भिजिटवालालाई पनि आर्थिक रूपको मात्रै सहयोग भन्दा पनि भौतिक सहयोगको आवश्यकता हुन्छ किन प्रक्रियामा जान सक्दैन मान्छे नियम कानुनको बारेमा बुझ्दैन भने उनीहरूले गरेका जिकिरहरूलाई आफूले जानिएछ भने आफूबाट नत्र अन्य सङ्घ संस्थाहरूसँग समन्वय गरेर दूतावास यहीँ नेपाली दूतावास यहीँ रहेको छ दूतावाससँग समन्वय गरेर त्यसबाट परामर्श गरेर त्यहाँको नियम कानुनलाई बुझेर अनि त्यसलाई त्यो हिसाबले सहयोग गर्न सकिन्छ। सबै कुराहरू किन भन्दाखेरि अब हामी युएमा जति पनि नवलपुरीहरू छौँ सबै आबद्ध भएर संस्थालाई बचाउने भन्ने एउटा हेतुले त अगाडि हुन्न धेरै होइन केही व्यक्तिहरू मात्रै सक्रिय भएर संस्थालाई बलियो आर्थिक रूपमा सम्पन्न बनाउन चाहिँ सकिँदैन पनि फन्डिङ नगरिकन केही कुराहरू सहयोग गर्न सकिँदैन। त्यो हुँदाखेरि चाहिँ हाम्रो अहिलेको जुन संस्था स्थापना भएदेखि हामीले हाम्रा स्थापनाकालदेखिका धेरै कुराहरू आफूले सकेका कुराहरू संस्थाले गर्दै आइरहेको छ र आउँदै गर्दा अब भिजिटमा आउँदाखेरि पनि धेरैजसो दाजुभाइ तथा दिदीबहिनीहरू नबुझिकन आउनुहुन्छ किनभने युए आउने बित्तिकै सबै कुरो ट्याट्टै पाइन्छ भन्ने तरिकाले आउनुहुन्छ र दुःख पाएको अवस्था छ। त्यसमा पनि उहाँहरू प्रक्रियागत तरिकाबाट हुनुहुन्न अनि उहाँलाई चाहिँ एउटा भौतिक रूपको सहयोग चाहियो परामर्श चाहियो भने नवलपुर समाज हरदम उहाँहरूलाई सक्ने सहयोग चाहिँ गरिरहन्छ। ल हजुरले चाहिँ नवलपुर समाजको बारेमा केही कुराहरू मेरो च्यानलमा राखिदिनु भयो धेरै धेरै धन्यवाद छ। फेरि पनि अब म पनि अब यो नवलपुर समाजमा म आवाज जोडिनको लागि हजुरसँग आएको छु। अब यस्तो छ अब कस्तो छ भन्दाखेरि माया र प्रेम भनेको प्रेम भाव सबैमा हुनुपर्छ। जस्तो अब हामी नवलपुरवासीहरू भोलि बिहान नेपाल गइसकेपछि पनि अब गैँडाकोट भयो दलदले भयो तपाईँको काउसदी भयो तपाईँको मध्यबिन्दु भयो यहाँ सबै हामी यताउता आवाज जात गर्दाखेरि पनि ओहो फल्नु दाई फल्नु भाइ भनेर हामीले अविगत प्रवासी भूमिमा बसेका कुराहरूलाई फेरि पनि त्यहाँ पनि यसो कोट्याउन पाउने साक्षात् गर्न पाउनुपर्ने तपाईँको विवाह व्रतबन्ध हुन्छ त्यो बेलामा निम्ता गर्न पाउने एउटा माहौल हुन्छ अनि सँगै फेरि एउटा कहिलेकाहीँ आफ्नो भोजन इत्यादिहरू गर्न पाउने एउटा माहौल बन्छ। त्यो हुँदाखेरि चाहिँ हामी जहाँ भए पनि हामी नेपाली हो र हाम्रोपन पूर्वीय दर्शन र पूर्वीय वाङ्मयभित्र हामी डुबेका र आफ्नो संस्कार संस्कृतिलाई मान्ने आफ्नो चालचलन अनि आफ्ना रीतिरिवाजहरू र आफ्ना पोसाकहरूलाई संरक्षण प्रवर्धन गर्दै हिजोका
दुःख दिनहरूलाई बिसाउँदै उकाली ओह्राली गर्दै यहाँसम्म आएको हो र यहाँ पनि आउनुको प्रवासमा आउनुको पनि हाम्रो मूलतः लक्ष्य भनेको त्यही हो, गरिबी हटाउनको लागि, गरिबी दूर गर्नको लागि आएको हो र पुनः केही मात्रामा हामीले आर्थिक पार्जन गरेर आफ्ना केही पूर्वाधारहरूलाई परिपूर्ति गरेर आफ्ना बालबच्चाहरूलाई राम्रो लाइनमा लगाउने एउटा हेतुले यहाँसम्म आइयो, पढाउनेतिर लाग्यो होइन। अनि पढाउँदै अन्य कुराहरूलाई पनि अब घर गृहस्थीहरू जोड्नेतिर लाग्यो, सकिन्छ कति सकिन्छ त्यो गर्दै अनि आफ्नो समय पुगेपछि हामी पुनः नेपाल फर्किन्छौँ। नेपाल फर्किसकेपछि पनि यहाँको संस्थामा मात्रै नभएर नेपाल फर्किसकेपछि पनि आफ्नो एउटा भाइचारा जीवन्त रहिरहोस्, राखिरहन पाइने एउटा माहौल सिर्जना होस् र हामी जहाँ भए पनि हामी एक भएर एकैबद्ध भएर अगाडि बढ्नुपर्छ। अनि यदि हाम्रो घर नवलपुरभित्र छ भने सबै एउटा सुसङ्गठित भएर एउटा छाताभित्र बसेर अगाडि गइयो भने भोलि आफूलाई पर्ने भइपरि आउने कुराहरूमा पनि साथ सपोर्ट हुन्छ। पैसाले मात्रै सबै कुरा गरिन्छ भन्ने कुरा हुँदैन कि भौतिक रूपको हुन्छ, कसैसँग जानेका कुराहरू आदान प्रदान गर्न सकिन्छ। त्यो हुँदाखेरि चाहिँ संस्था चाहिँ एउटा जीवित मान्छेको लागि सङ्घ संस्था चाहिँ चाहिने एउटा अपरिहार्य तत्त्वको रूपमा मैले लिन्छु। किनभने सङ्गठनै भएन भने आफ्ना धारणाहरू सेयर गर्ने, आफ्नो दुःख सुखका कुराहरू पस्किने एउटा बिसाउने चौतारी हुँदैन। सो हुँदाखेरि सङ्घ संस्थामा आबद्ध बन्ने र सङ्घ संस्थालाई माया गर्ने र माया गर्दै एउटा अलिकति वैचारिक रूपले आफूले कसरी सङ्गठनलाई विस्तार गर्न सकिन्छ, त्यसबाट कसरी लाभ लिन सकिन्छ, हामीले गरेका कृतिले आउने सन्ततिले के फाइदा पाउँछन् भन्ने विषयमा अलिकति सोचेर अगाडि गइयो र त्यसमा आफ्ना भावी योजनाहरूलाई पनि राख्न पाइयो भने चाहिँ भोलि नेतृत्व गर्ने जनशक्तिहरू दाजुभाइ तथा दिदीबहिनीहरूलाई अझ सहज हुने थियो र उहाँहरूले हाम्रो नामहरू जहिले पनि पस्किरहनु हुने थियो जस्तो मलाई लाग्छ। हस् त, ल धन्यवाद छ हजुरलाई। समाजको बारेमा केही कुराहरू सिक्न पाएँ, नवलपुर समाजले के गर्यो भन्ने कुराहरू पनि थाहा पाएँ। यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद छ। फेरि अब आउने दिनहरूमा पनि यस्तै राम्रो कामहरू गर्दै जानु होला भन्ने मैले सास रहेसम्म आश रहिरहन्छ भन्ने चाहिँ जबसम्म आफूले जानिन्छ र आफ्नो मगजले काम गर्छ तबसम्म पुनः यो मात्रै होइन, विभिन्न सङ्घ संस्थाहरूसँग समन्वय गरेर पूर्णतः नवलपुरलाई विश्वव्यापी रूपमा चिनाउने एउटा माहौल सिर्जना गर्ने एउटा सङ्कल्प गर्नेछु। आफूले सकेसम्मको जहिले पनि सबैलाई समेट्ने, सबैलाई अग्रगतिमा अगाडि लाने, आफूले जानेका कुराहरू सिकाउने र केही कुराहरू जान्न इच्छा गर्ने, जिकिर गर्ने व्यक्तित्वहरूलाई सिकाउने एउटा माहौल सिर्जना गर्नेछु। हस् त, ल धन्यवाद, थ्याङ्क यू सर।